नमस्कार साथीहरू, म आज तपाईलाई एउटा यस्तो कुरा सम्झाउन चाहन्छु जुन सायद धेरै मानिसले धेरै पटक सुन्नुभएको होला, तर जीवनमा सबैभन्दा धेरै आवश्यक पनि यही कुरा नै हुन्छ। त्यो हो खराब समय अस्थायी हुँदैन। साथीहरू, आज तपाईँ दुःखमा हुनुहुन्छ होला, सायद धेरै मेहनत गर्दा पनि सफलता मिलिरहेको छैन होला। सायद तपाईलाई लागिरहेको होला कि तपाईको जीवन अरूभन्दा धेरै कठिन छ। तर एउटा कुरा याद राख्नुहोस्, जीवन कहिल्यै एउटै अवस्थामा रहँदैन। जसरी रातपछि बिहान आउँछ, त्यसरी नै दुःखपछि सुख पनि आउँछ। तर समस्या के छ भने धेरै मानिसहरू आफ्नो खराब समयमै हार मान्छन्। उनीहरू थाक्छन्, रोकिन्छन् अनि आफ्नै सपनाबाट टाढा भाग्छन्। तर सफल मानिसहरू फरक हुन्छन्। उनीहरू परिस्थितिले जस्तो भए पनि अघि बढ्न छोड्दैनन्। साथीहरू, यदि तपाईको सपना ठूलो छ भने तपाईले ठूलो सङ्घर्ष पनि सहनुपर्छ। किनकि सानो सोच भएका मानिसहरू इतिहास बनाउँदैनन्। आज तपाईलाई कसैले विश्वास नगरे पनि आफैले आफूलाई विश्वास गर्नुहोस्। किनकि संसारले तपाईलाई तबसम्म चिन्दैन जबसम्म आफैले आफै उठेर केही गरेर देखाउनुहुन्न। कहिलेकाहीँ जीवनले तपाईलाई धेरै चोट दिन्छ। आफ्नो मान्छेले धोका दिन्छन्, नजिकका साथीहरू टाढा हुन्छन्, तर त्यही पीडाले तपाईलाई बलियो बनाइरहेको हुन्छ। याद राख्नुहोस्, तपाईँ अहिले जे गरिरहनु भएको छ, सही रहनु भएको छ, त्यो तपाईको भविष्यको लागि बदलिने शक्ति बदलिँदैछ। साथीहरू, समय सबैको आउँछ, तर समय आउने कुरो मात्रै होइन, त्यसका लागि तयारी पनि आवश्यक हुन्छ। यदि तपाईँ अहिले मेहनत गरिरहनु भएको छ भने परिणाम ढिलो आए पनि चिन्ता नगर्नुहोस्। रुख रोपेको भोलिपल्ट फल लाग्दैन, समय लाग्छ, धैर्यता चाहिन्छ। त्यसैले आफ्नो यात्रालाई माया गर्न सिक्नुहोस्। सानो प्रगति भए पनि अगाडि बढिरहनुहोस्, किनकि हरेक ठूलो सफलता सानो सुरुवातबाटै बनेको हुन्छ। साथीहरू, आज तपाईँ गरिब हुनसक्छ, अपरिचित हुन सक्नुहुन्छ, सङ्घर्षमा हुनुहुन्छ, तर याद राख्नुहोस्, तपाईभित्र मेहनत गर्ने आगो जिउँदैछ भने तपाईलाई सफल हुन कसैले रोक्ने छैन। त्यसैले आजबाट एउटा प्रतिज्ञा गर्नुहोस्, म परिस्थिति देखेर डराउने छैन, म असफलतासँग हार मान्ने छैन, म आफ्नो सपनाको लागि अन्तिमसम्म लड्नेछु। किनकि अन्त्यमा जित उनीहरूको हुन्छ जो कठिन समय पनि आफ्नो लक्ष्य बिर्सिँदैन। धन्यवाद साथीहरू। यो भिडियोले तपाईलाई प्रेरणा दिएको छ भने भिडियो लाइक गर्नुहोस्, शेयर गर्नुहोस्, च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोला। आफ्नो सपना जीवित नै राख्नुहोला। धन्यवाद। जय नेपाल।